सबैले बुझ्नु पर्यो कि आम नेपाली जनताले नेपालदेखि छुटेर गइसकेपछि यिनीहरू अपाङ्ग भइसकेको हो हैन। यिनीहरूलाई न नेपाल सरकारले स्वीकार्छ न इन्डिया सरकारले स्वीकार्छ है। जति पनि यो अहिले सामाजिक सञ्जाल भड्काउनेहरूले गर्दाखेरि मैले यो बोलिराखेको छु र त्यहाँको सिधा सोझो जनताहरूले यो कुरा बुझ्नु होला कि चाहिँ तपाईहरुको यो जुन चाहिँ त्यो सिक्किम सरकार र जुन चाहिँ दार्जिलिङको चाहिँ कालेबुङ सरकारले चाहिँ यिनीहरूलाई चाहिँ कानुनको दायरामा उभाउनु पर्छ है। नत्र भने तपाईहरुले चित्त दुखाउन पाउनुहुन्न। जति पनि अहिले बोलिराखेको छ हाम्रो नेपाली र हाम्रो दिदी बहिनीको विरुद्धमा यिनीहरू भनेको चाहिँ कना अपाङ्गा भएर छ हैन। न यिनीहरूको टेक्ने आगा न समाउने न टेक्ने खुर्किलो न समाउने आगा भएको मान्छेहरू। यिनीहरू भनेको चाहिँ यिनीहरू चाहिँ न मानव अधिकारमा दर्ता छ न मानवता भएर यिनीहरूको बाँच्ने अधिकार छ है। यिनीहरूको मानव भएर बाँच्ने अधिकार पनि छैन। मानव अधिकारमा चाहिँ यिनीहरूको कुनै पनि हैन अधिकारहरू सुरक्षित छैन। यिनीहरूको मानव अधिकार भनेको नेपालको संविधानमा पनि सुरक्षित छैन, इन्डियाको संविधानमा पनि सुरक्षित छैन। त्यति मात्रै नभएर संयुक्त राष्ट्र संघमा पनि यिनीहरूको मानव अधिकार सुरक्षित छैन है। त विदेशमा बसेर भारतको नेपालीहरूलाई गाली गर्छस् र निन्दा गर्छस्। याद राख, हामी नेपालीहरू पनि भारतको नागरिक हो। भारत सरकारले हामीलाई अपनाएको छ अनि हामीले पनि देशको लागि काम गरेको छु। सेना, सरकारी हो, जागिर, स्कुल, अस्पताल हरेक ठाउँमा नेपालीहरूले काम गरेको छ। तो जस्तो मान्छेले बोलेर केही फरक पर्दैन। हाम्रो इज्जत तेरो गालीले घट्दैन, बरु तोही जनताको छेउमा मेन्टल देखिन्छस्। भारत र नेपालको सम्बन्ध दाजुभाइको हो। यहाँको नेपालीहरू भारतको सम्मान हुन्, बुझ हैन। यस्तो झुटो बोल्ने, नफरत फैलाउने काम बन्द गर, नत्र कानुनी जवाब आउँछ। हामी शान्त छु तर कमजोर छैन। तैले जस्तो पाइस् त्यस्तै बोलिरहेको छस्। हाम्रो भारतको गोर्खाली दाजु भाइ बहिनीहरूलाई तैले के सोचिरहेको, के सोचेर त्यस्तो कुरा गरेको? म त तँलाई एउटै कुरा भन्नु चाहन्छु, जस विषयमा तँलाई कुनै जानकारी छैन त्यो विषयमा तो नबोल, बुझिस्? नबोल तो। तेरो मैले धेरै भिडियोहरू हेरे, तैले हमेसा भारतलाई गाली गर्दै र भारतको नेपाली जतिजना गोर्खालीहरू छ उहाँलाई अपमान पनि गर्छस् तँ। तैले के हेरे? हाम्रो भारत सरकारले भारतको नेपालीहरूलाई अपनाएको छैन, तँलाई के थाहा? म त तँलाई एउटै कुरा भन्नु चाहन्छु, जस विषयमा तँलाई थाहा छैन त्यो विषयमा त नबोल, जामा लगाउने साला माका दुम्सी।